गर्दै 5 राख्नेमा 20 भन्ने 20 राख्नेमा 50 भन्ने 50 समय भन्ने अब सुरुमा तपाईकै घरमा चाहिँ त्यसो गर्छु हुन्छ म नआयो भन्दैन म जेमा गर्नु पर्यो नि त पहिले एकजनाले मैले भने कुरा आइ थाल किन राखेको वनस्पति रस सुगन्धयुक्त आगै सर्वदैवनं ढोके अहिले टिका लाउनु बेला भएको छैन नि त सर अहिले बाबाले लगाइदिनु हुन्छ अहिले आफूले लगाइदिनु हुन्छ अहिले लगाइदिनु हुन्छ हजुर मोबाइलमा रेकर्ड गरिरहेको थिएँ फरक गर्ने मुख नगर्ने नि डिजिटल जमाना मोबाइल सेटिङ गरिदियो भने कोही भित्र छ एकजना कसको थाहा होला नि कि छैन त्यो के हो त्यसको नाम के हो मलाई यता दिएर म यहाँ ढोका छेउमा बस्नु पर्छ छेउमा बस्दा चाहिँ अलिकति के हुन्छ कि साग पाक्न आँटिसकेछ घरको मान्छेलाई फेरि लास्टै बिजो बनाउने पाते के लिए भने के पाते चराउनेले खानै भएन फिर्के चाहिँ छैन होला यहाँ हाम्रो दाल पाक्दैछ दारुले फिटी पार बिस्तार सम्हाल्दैन है लड्नु भएन उता जाने छ नि यहाँ कति ल छोरो मान्छे जतिको शिर खुल्ला हुनुपर्छ छोरी मान्छे जतिको खुल्ला हुनु हुँदैन हरि ओम जन्येन जन्यामय जस्तो देव स्थानी धर्माणि पथनाशनं सन्ति देव गजानन भूत गणधीश विततं कपिततं फलचारुभक्षणं उमासुतौकं शोकान विनाशकारं नमामि दिव्यसेनाय पादपद्मं विनेश्वराय परमेश्वराय लम्बोदराय सकलजगदीताय नागानागाय स्मृति यज्ञभूमिष्ठाय गणेशताय हे राम पुरुषोत्तम नरहरे नारायण केशवम गोविंद गणनाथम गुणानिधे दामोदर माधवम हे कृष्ण कमलपते यदुपते सीतापते श्रीपते वैकुंठधिपते चराचरापते लक्ष्मीपते पादो रामपते कमलं निर्वाणं मृगकाञ्चनं वैदहरणं जटाजुटाय मरणं सुर्गणं भस्मणं बलिदिनं लङ्कापुरीनं गगनदृश्यं मेघवर्णसुमाङ्गं लक्ष्मीकान्तं कमलनयनं वन्दे विष्णु भवभयङ्करं सर्वलोकविभूषितं निर्मोदान्वितचन्दनं जाति चम्पकबेल्लपत्ररचितं पुष्पं च धूपं सदा दीपं देवदयानिधे पशुपतेरित्कल्पिता गिर्यतां सौवर्णेन वरत्नरत्नरचिते पात्रे घृतं पायसं भक्ष्यं पञ्चदीपयोदयुक्तं ब्रह्मफलं पानकं शाकानं वयुक्तं जलं रुचिकरं कर्पूरकाण्डजलं तान्मूलं मनसा मया विरचितं भक्त्या प्रवेशैकिरो छात्रं चामरैर्गं व्यञ्जनकं चादरसकनिर्मलं वीणाभेरिमृदङ्गकालं गीतं च नित्यं तथा साष्टाङ्गप्रश्रयं परं वन्दे शिवशङ्करं
देवी पर्पणति हरि प्रसिद्ध मातर जगतो खिलस्य प्रसिद्ध विश्वेश्वरी पाइबे विश्व तुमी देवी चरचरस्य नागेन्द्र हराय त्रिलोचनाय भस्माङ्गराय महेश्वराय नित्याय शुद्ध्याय दिगम्बराय तस्मै नकराय नमो शिवाय मन्दाकिनी सलिल चन्दन चर्चिताय सनातनाय नित्याय देवाय दिगम्बराय मान्छे चाहिँ नलडियोस् गिलास त लड्दा केही हुँदैन त्यहाँ भन्दै त नआउनु है यहाँ भन्दै त हिँड्ने होइन यहाँ पुल छ थाहा हुन्छ यहाँ परमेश्वर त्यस्ता जो अक्षर पदभ्रष्ट भयो मात्र छुटो हेर क्षमा गरी त्यो सारा खुसी हो परमेश्वर जे जे नियमय दन्त देवस्थानी धर्माण शक्ति बिहानै हाल्नु पर्यो क्या यतिखेर सकिने गरी अच्छा सकिन्छ पाती चढा निकै बेर लाग्छ 4 बजे भन्दा सकिदैन भन्दै थियो अझै 1 घण्टा सम्हाल्नु के धन्दा गर्नु साग हाल्नु उनी भाँडै छैन यहाँ गर्दैछ यसलाई खानेकुरा चाहियो अरे खानेकुरा चाहियो अरे यसलाई गर्दैछ विसर्जयित स्यः त्यही ग्रहको दिनु न स्वस्ति पति वचनम अब एउटा सिधा उठाएर ल्याएर यहाँ राखिदिने अब आरती का बत्ती सौकाउनु किसनको त भिजाइदिनु भन नि बालेरले पूजा गरौँ ल यसो त आरतीमा ओम जलमा लिने भेउनमा आसनम समर्पयामि पाद्यमा हिमाचले पूजा गन्धक्ष त बढी लिएर खाने एकछिन हुन्छ त्यो राखेर पूजा गर्नुपर्छ तपाईले बोकेर केही भएको छैन सरकारका बलि राखेका छन् टिप्दै राख्दै गरौँ न त्यो थालमा त्यो गुडी हाल्छ क्या यो टपरी गुडो क्या चाङमलमा भए चाहिँ अडिन्थ्यो होला पानीमा भएको चाहिँ नहाल्नु ल निप्छ फेरि बाहिर निकाल्दिनु न पानीमा भएको पानीभित्र चाहिँ डढाइदिनु न फेरि पानीमा भएको बाँकी रहेको
हामी त घटी बजाउन जाने अब त्यो मात्रै उठाएर यसो हाँक्न सकिँदैन होला थाले चाहिन्छ होला थालमा त चिप्लिन्छ क्या गरिसकेको हरिओम फेरि गर्नु न श्री सत्य जय जगदीश हरे प्रभु का चरण कति कति पार तरी जय जगदीश मनको पादक पुर आरती सबवाती जय जगदीश शरणगत प्रतिपालक शरणगत प्रतिपालक चिन्मय सुख राशि जय जगदीश गुणानुरूप तिमी हौ रूपानुरूप तिमी हौ हरिहर हौ दाता ओम जय युग युग पालन गर्छौ अगणित रूपधारी अगणित रूपधारी त पैसा पनि औठी पनि भुइँमा छोड्दिनु अनि हात जोडिराख्नु ल सबैजनाले भुइँमा छोडेर यसै सुत्ता त सुनको चाहिँ नछोड्नु भनेको विष्णु भगवानले प्रसिद्ध आइदिनु भनेर ढोग्नु मेरा नौकरहरू शान्ति आइदिनु भनेर ढोग्नु वनस्पति शान्ति सर्व शान्ति यहाँको माटो हाम्रो निधारमा तिमीले देऊ शान्ति तोरण कहाँ छ तोरण डोरी गुरुका छेउमा यो पितलका पाप फुलहरू चोखा दुना आफ्नो देवदेवताहरूलाई चढाउनका निमित्त यो डोरो लगेर ऊ त शिवजीमा भएको पनि झिक्नु काका एउटा पहिलो डोरो छ शिवजीमा लागिरहेको हो त्यो गुरुलाई लिएको त्यहाँको औँठी झिक्नु है यहाँ मलाई उहाँ गुरुलाई लाउनु त पानी हर्छ क्या चामलको चाहिँ कालै भयो पैसा चामल पनि ठिकै छन् पैसा पनि ठिकै छन् चामलको चाहिँ कालो चामल पनि सेकिने भयो आगो ठुलेको नानी बाबुहरू यो भरे नि हामी
गोब्डे छ चप्पल त्यहाँ फर्काइदिनु नभिजाउँ न अब किन भिजाउँ सबै टिप्नु छ सब टिप्नु त्यसो भएदेखि किन भिजाउनु अब अब त नभिजाउँ टिपेर यहाँ ल्याउनु न हामी बाँड्छौँ कि लडाइँ खेल्छौँ कि गर्छौँ बाटोमा भिज पैसाहरू त है एकजनाले पैसा तिर्नुहोस् एकजनाले त चामल 10 किलो त झोलामा पैसालाई गोल्टीमै लगाउने हो जोड्दै सुन्नु पर्ने काम सजिलो हुन्छ यहाँ छ है पछाडि झोला यता त बहिनी किन भिजाउनु अब भनेर नि हो नि अब दुःख लाग्दैछ सबै खाएर छोडे बहिनी पैसा लाग्दै लाग्यो
हुन्छ बढिया